चल साथी इ एकछिन है केटा हजुर गाइस तीनटा भेटा छु राखेँ है पारस टिपेर ल्याएँ गाइस अर्को पनि भेटाएँ हल्का यो चाहिँ एकछिनमा यसलाई म यसलाई एकछिनमा सम्हालेर राख्छु वान यो हाम्रो टू थ्री फोर साथी फोन आयो है एकैछिन हेलो नमस्कार आज हामी यता मालिकातिर आएको छौँ ओए बड्डा आज त नपठाउने भन्नुभएन र तैँले ए आज बन्द छ त अनि के गर्ने हो त बन्द छ त के गर्ने हो अहिले त अब भर्खरै हामी आज पुगेकै छैनौँ माथि बाटोमा सिडीमा हिँडिरहेछौँ आउनु जेल खै अब कति हुन्छ ट्याक्कै फिक्स टाइम त थाहा छैन छिटै आइजाने भन्ने कुरा हो लगभग लाग्छ होला अलिअलि त हेर 1-2 घन्टा त पुगेकै छैनौँ ए अनि यार बिहान बिहान फोन गरेर हैन दाइलाई के किरो मिचेर यहाँ ए खै यार म दाइसँग कुरा गर्छु दाइ अगाडि हुनुहुन्छ ल ल ल साथी साथी हेर्नुहोस् यार यहाँ पानी यस्तो भयो बाबु पनि यहाँ रुखमा चढेका कहाँबाट छ चल चल चलते अब चलो गाइज अब हम जा रहे ऊपर हामी अब माथितिर चढ्यौँ सिडी भेट्दैछौँ कहाँनिर छ राम्रो अलि माथि उक्लिनुलाई साथी हो काँराकुरी नभएको ओ आयो हो आयो यहाँ कपरै कसलाई लिने पारस आउँछ साथी आइयो बल्ल फाइनली मान्छे नभएर चल छोरी फाइनली हामी हाम्रो मालिका मन्दिरमा पुगिसकेको छौँ थोरै थाक्यो होइन आन्टी थाक्यो होइन हजुर घोपो दिने खै कता हो लौ धेरै होइन कि हाम्रो पनि धेरै छ के ल साथीहरू है हाम्रो चाहिँ यो छोरी माथि कि आइज न पहिला तेरो बाबा आउनु भएन छोरी किन बाबालाई किन नल्याएर आएको त साथी हो अब हामी फाइनल लगभग थोरै थोरै छ तर थाकियो छ है धेरै नै थाकियो साथी हो
हाम्रो पछाडि पनि अझै धेरैजना हुनुहुन्छ। निर्जल खै भइसक्यो ल, अझै धेरैजना हुनुहुन्छ। उहाँहरूभन्दा अझै पछाडि पनि हुनुहुन्छ धेरै। बौला रहेछ भन्छ यो यो छोरी, यो टोपी लगाएर आइज है बाबुको। ल साथी हो, सोनाम से रोज खै फाइनल्ली मालिका मन्दिरमा चाहिँ पुग्यो साथी हो। ए बाबु, हाम्रो धेरैजना हुनुहुन्छ के फ्यामिलीमा, हाम्रो फ्यामिली मेम्बर। फोटो स्क्रिनसट गर्ने पछि हाम्रो दाइलाई फोटो खिच्न साह्रै रहर लागेछ अरे के। ल खिचिदिन्छु ल। फाइनल्ली हामी चाहिँ अगाडिको मान्छे पनि पछाडि परिसकेको छौँ। ल अब चाहिँ बिचमा खै हाम्रो खै त यताको। ल गाइज सामान सबै सामानमा नफुस्क्याउनुहोस् है, नफुस्क्याउनुहोस् है। यो छोटलाई दिनु ल साथी पछि है सब गुराँस नखाले है ल है। रोक्न छोरी अहिले लिने के। ल साथी हो, फाइनल्ली बाँड्दै थोरै बचेको छ है। आइज न, आइज यता आइज। छ त छोरी, दिन हाम्रै हो आजको। अझै धेरै टिपेर ल्याउँला अहिले। ल साथी हो, हामी फाइनल चाहिँ हामी हाम्रो मालिक हाम्रो निर्जललाई एउटा हुन्छ कता तल छ, तल टोयलेट गर्दैछ। ल साथी हो, फाइनल्ली हामी मालिका मन्दिरमा चाहिँ आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको भ्यूजहरू। हामी चाहिँ हल्का गर्मी पनि भइसक्यो साथी हो। हेरिरहेको छु मैले चाहिँ यहाँको दृश्य हेर्न सक्नुहुन्छ है। यहाँबाट हाम्रो सल्यान सरर उता चौरजारी सबै देखिँदो रहेछ। एकदम गर्मी भयो साथी हो। पसिना पनि आइसकेको छ है, पसिना पनि फाइनल्ली आइसकेको छ साथी हो। यताबाट पनि बाटो रहेछ तल झर्ने। हाम्रो चाहिँ एकदमै राम्रो भ्यूज देखिँदो रहेछ यहाँबाट, एकदमै राम्रो होइन। एकदम राम्रो भ्यू। हाम्रो पारस जाजरकोट जगतिपुरबाट आएको छ घुम्नलाई, मालिका मन्दिर दर्शन गर्नलाई। गाह्रो छ, पालो आउन पनि गाह्रो छ साथी हो। भिडबाट एकदम लाइनमा हुनुहुन्छ सबै। लाइन त धेरै लामो भइसक्यो अहिले त। यतासम्म पुगिसकेको छ, यतासम्म गेटसम्म पुगिसकेको छ लाइन। बिना उतार गाइजलाई देखाइदिएछु मैले। कान्छीको त पूजा भइसक्यो नि त। कान्छी त अगाडि घुसिएको छ पार्टी साथी है। हाम्रो दाइको पालो आएको छ। कता हुनुहुन्छ देखिनुहुन्न क्या भिडियोमा अहिले। अलिक गाह्रो छ है साथीहरू। लाइन चाहिँ अहिले लामै भइसक्यो, अहिले त लामो भइसक्यो लाइन। हाम्रो किस्मत बधाई राजा। यताबाट लाइन लाग्नु भयो त्यो रोटी है, हाम्रो अर्ग्यानिक रोटी मालिक चट पिनाको अचार सँगसँगै त्यो पनि मिठो छ है। डबल मिठो छ दिदी, मिठो छ एकदम मिठो छ। तरकारी छैन गाइज, तरकारी छैन हाम्रो गाइज। रोटी
उनीहरूलाई चिसो दिनु भयो रोटा छन् रोटा छन् साला छन् रोटी छन् खाऊ एउटा रोटी खालौँ खै बुढी अचार सहित रोटी खाउँदा एउटा अचार सहितको एउटा रोटी पाउन बुढी उधार न हेरेर क्या चटपटा आयो दिदी गाइस फेरि अर्को रोटी मागेको छु मैले मिठो भनेर यो चाहिँ हाम्रो चटपटे खै त बसेर त हामीलाई चिसो चिसो छैन त यो रोटी हल्का उता लिनु न के लाग्यो त्यो अट्दैन क्या अहिले पछि हालौला उता राखेको छेउमा चिसो ल्याएर आऊ दिदी अरू त आउनु खै छ रोटी चाहिँ मिठो हुँदो रहेछ है साथीहरू यस्तो पाहाडमा आउँदाखेरि बहुत मिठो बहुत किस्मत पानीको व्यवस्था गरेर पानी छैन जुस कति छैन पानी सिद्धै छ गाइस त्यही गर्छ खै त मेरो यस यस गाइस भिडियो बनिरहेको छ यहाँ यो मेरो हाम्रो फ्यामिली सबै है फ्यामिली एकदमै धेरै छ है हाम्रो आधा उता साथी चेस के भन्नु पक्नु न यहाँ मेरो अलिकति हात खाली छैन क्या समाउनु न दादामा समाउनु क्या राख्छु यार ल खाना त उताबाट यहीँ समाउँछ चलि त राखेको रहेछ त अनि ल साथी हो फाइनल्ली चाहिँ हाम्रो टिम धेरै ठुलो छ आज दुईटा स्कर्पियो बुक गरेर आएको छु मम्मी आज दुईटा स्कर्पियो बुक गरेर आएको टोली धेरै छ है लिनु न मेरो चटपटा त्यसै छ यार खाइदिनु कसैले चटपटे हाम्रो बाँकी छ गाइज ए खाने दिदी चटपटे खायो चुमच आएन हामीलाई
के ले खाने हो त ए दिपा चुमत छैन सत्यो चटपटे जा जा उता जा मम्मीसँग म खान्छु भोक अहिले त्यो टिम उता छ म यता छु चटपटा खाने खाने दाइ चटपटा खानुभयो हेलो खानुभयो चटपटा उता मङ्गा मम्मीको ब्याग खोइ कुन हो दिपा मेरो टी सर्ट राखिस् किन अर्को पोलिथिनमा हाल्यो मैले खाइ चटपटा कस्तो खान्छ अघि मैले तँलाई झार्थेँ नि सुरुमा तल त्यसमा हिँड्दै जा तलकै सुरुमा झार्थेँ नि बाटो अप्ठ्यारो छ कहिले भने भएको अब चल साथी इ एकछिन है केटा हजुर गाइस तीनटा भेटा छु राखेँ है पारस टिपेर ल्याए